दर्शक दिन नमस्कार सम्पूर्णमा मेरो युट्युब च्यानलमा स्वागत छ। आज भुन्टी रिभ्यू लिएर आएको छु, सुरुदेखि अन्तिमसम्म हेर्नुहोला। उता भूपेन्द्र चाहिँ रिसाएको छ उसको श्रीमती भुन्टीसँग र अनि ऊ चाहिँ रिसाएर घरतिर रुमतिर गएछ। अनि त्यतिखेर उसले फकाउनु गइरहेको छ र ऊ फकाउनु जान्छ, फकाउँछ। त्यहाँदेखि फेरि उता भूपेन्द्रको भाइले चाहिँ उता गाउँमा के गरेर सोध्नु खोज्नु मान्छे खोज्नुहरू मान्छे अब ल्याउँछु भनेर चाहिँ गएको छ र उता मोबाइल किन्नु पनि गएको छ। त्यतिकैमा एकजना सबैलाई बोलाएको हुन्छ र मान्दैनन्, कोही पनि जान्दैनौँ भनेर भनिरहन्छ। त्यतिकैमा एउटा फेरि चुलबुली गाउँली आएर फेरि कुरा काट्नु ल्याउँछ, कुरा लाउनु आउँछ र अनि कता हिँड्नुभएको दाइ भन्छ। अनि तपाईँको हिम्मतलाई मान्नको भन्छ। अनि कस्तो चाहिँ कुरा गर्नुभएको लक्ष्मी भन्छ। अनि कस्तो चाहिँ हुनु नि भन्छ। त्यस्तो घरमा हुँदा कसले खोला आम आउँदछ, तपाईँसँग त म त खोला आम हिँडेको देखेर म त छक्क परेँ भन्छ। अनि फेरि उता के भन्ने हुन्छ हत्तेरी म त लक्ष्मी मैले त कुरै बुझिनँ भन्छ। अनि लक्ष्मीले चाहिँ के थाहा नपाए जस्तो गर्नु, साँच्चैले थाहा तपाईँलाई थाहै छैन भन्छ। अनि फेरि भूपेन्द्रको भाइले चाहिँ मैले केही भन्नु खोजेको, मैले केही बुझेको छैन, कसरी थाहा छ भन्नु भन्छ। अनि फेरि लक्ष्मीले चाहिँ म यता आउनु त, म सबै कुरा म तपाईँलाई बताउँछु भनेर चाहिँ ऊ चाहिँ कुनामा लगाएर चाहिँ मारी कुरा लाउन सक्छ। तपाईँले त यो कुरा त सुनेर साह्रै दुःख लाग्यो दाइ, तपाईँको त त्यो भाउजूले भनाउँदाले त अन्ना देखाउँदा पनि मलाई त ढुङ्गा हानेर कुच्चै दिउँ जस्तो लाग्छ। एउटै भाउजू भएर त्यसरी कसरी च्याउचाउ गर्न सकेछ। नन्द भाउजू एकै ठाउँ बस्दाखेरि केही कुरा मिलेन होला, रिस उठ्यो होला, त्यो आफ्नो ठाउँमा छ। त रिस उठाइ भन्दैमा आफ्नो नन्दसँग बल्ल लिनेकै लागि यसरी केटालाई पैसा दिइदिई फकाइ फुलाइ त्यहाँ नन्दलाई मेरो बलात्कार गरिदियो भन्ने हो। त्यो कस्तो रहेछ पापिने तपाईँको त भाउजू त भन्दै कुराको लाउँछ। अनि उता फेरि उसको चाहिँ कस्तो कुरा गरेको लक्ष्मी यस्तो कुरा, यस्तो भाउजूले मेरो बहिनीको त त्यस्तो घटना घटेको कुरा सबै त भन्दै हिँडेको भनेर त खल्ला सबैले जनाले सुनेकै हो, तर मेरो कानले सुनेकै हो। तर पनि भाउजूले नै पैसा दिइदिए त यसरी हुन सक्दैन बलात्कार गर्न लाउनु त। त्यो केटेर उनीहरू पहिल्यैदेखि उनीहरू लभ परेको हो। त्यो मेरो बहिनीले त धेरै माया गर्छ त्यसले। त्यो केटाले मेरो बहिनीमा त मायाको फाइदा उठाएर आज यो दिन आएको। तर यो कुरा चाहिँ कसैले पनि दिएको भाइ सजिलो हुने थियो थाहा पाएको भए। तर भाउजूले सबै कुरा त हल्ला गरेर त हिँडेको तापनि अहिले त मैले गरेको होइन भनेर भन्नुभएको छ। यो बलात्कारै त गरेर त कसरी हुनसक्छ भन्छ। अनि लक्ष्मीले किन हुँदैन दाइ, तपाईँको भुन्टी भाउजू त हेर्दा मात्रै सोच्यो एक नम्बरको घुसघुसी देख्यो, एकदमै बदला लिने भावना हिँड्ने रहेछ भन्ने कुरा। तपाईँले तपाईँको आमाले तपाईँको बहिनीले त्यो भुन्टीलाई पहिला बेलामा दुःख दिनुहुन्थ्यो अरे, पहिलो सताउनुहुन्थ्यो अरे, पहिलो गाउँमा बस्दाखेरि हेला गर्नुहुन्थ्यो अरे। त्यसैको बदला फल लिनुलाई चाहिँ त्यो केटाले मेरो मनदन्दलाई माया गरे जस्तो गर, त्यो मन पग्लिहाल्छ, त्यो भेट्न जाने गरे हाल्छ। जब उनी त्यो मायामा फस्छ नि त्यसपछि अर्कै केटीलाई माया गर्नु, त्यसलाई चाहिँ धोका दिएको आवश्यकता गर्नु, अनि त्यहाँदेखि झगडा परिहाल्छ। त्यसपछि बलात्कार गरेर छोडिदिनु भनेर भुन्टीले नै अराकी अरे। त्यस्तो कुरा सुनेपछि छक्क पर्छ र अनि त्यो केटा त भुन्टीकै माइती गाउँको रहेछ नि त भन्छ। अनि भुन्टीको माइती गाउँको हरे भन्छ। अनि हो त दाइ हो, तपाईँको भुन्टीको माउतको गाउँ जमिनदारको छोरा अरे, त्यो त धनी बाउको छोरा रहेछ। तपाईँको भाउजू त जसुकै चाहिएर तपाईँको बहिनीको इज्जत लुटिदिएछ। त्यसो भने त लक्ष्मी यो सब कुरा कसले भन्यो भन्छ। अनि कसले भन्नु नि, त्यो दाइ मिल्ने साथी हुन्, त्यसले सबै कुरा मेरो दाइले भनेको रहेछ। अनि हाम्रो दाइ त्यो केटालाई भेट्नु गएको, जेलमा भेट गएको थिए, त्यही भएर यसो भनेर उस्काएको। त्यसो भने उसैको बुढासँग मिलेर मलाई जेलको भन्दै जेलबाट निस्के मात्रै भएन, त्यसले मैले जानेको छु भनेर रिसले म उदैदेखि थियो अरे। तपाईँको भाउजूलाई सजाय दिनुहोस् है, त्यो पापिनीलाई त्यतिकै छोड्नु हुँदैन। आफ्नै बहिनी सम्मान के नन्दलाई त्यसरी आँखा लगायो भन्दा त रक्षा गर्ने ठाउँमा उल्टै छि भन्दै उरी कुरा गर्छ। अनि भुन्टी भन्दै ऊ सम्झिन्छ, उसले चाहिँ अब यो ठिक गरिनास् भन्दै ऊ रिसाउँछ। मेरो बहिनीले खुब माया गर्नेको जस्तो नाटक गरेर यसको इज्जतसँग लुट्नका लागि यतिसम्म गिरिस। तैँले त अब मेरो बहिनीको मात्रै इज्जत लुटाइस होइन, हाम्रो सबै खानदानकै बदनाम गरेको छिस्। म अब तँलाई म यसरी छोड्दिनँ भनेर ऊ रिसाएर चाहिँ गएको छ। अब भाउजूले मार्छु भनेर
अनि त्यतिकैमा ऊ रिसाएर जान्छ। त्यतिकैमा चाहिँ फेरि उता फेरि ऊ चाहिँ चिन्तामा चाहिँ आवश्यकता पर्दा चाहिँ खर्च गर्नु हुँदैन। अलिअलि चलाउँदा त केही फरक पर्दैन मेरो बुढाको भनेर सोच्थेँ, तर त म गलत रहेछु। आफ्नो कमाएको जस्तो बुढाले कमाएको र पैसा नहुँदो रहेछ। मैले त दाइले त्यति नै पैसा दिएर ठुलो गल्ती गरेछु भन्दा अब त म जबसम्म आफ्नो खुट्टामा कमाउने हुँदिनँ तबसम्म म मेरा माइतीहरूलाई अप्ठ्यारो पर्दा पनि जे पर्दा पनि कहिले पनि म पैसा दिँदिनँ। मैले त केही न केही त काम खोजेर अब केही काम गर्नुपर्छ, आफ्नो कमाएको बाटो खोज्नुपर्छ भनेर ऊ सम्झिरहेछ। त्यतिकैमा चाहिँ भूपेन्द्र पनि आइपुग्छ र उसले चाहिँ फकाउनु आउँछ र फकाइरहन्छ। हस् त आजलाई भिडियो यति नै। अर्को भिडियोको लागि पर्खिनु पर्ने छ। जय नेपाल।